शेरबहादुर को बुढाबुढी अनि प्रकाश शरण लगायत 7 वटा जुन नेताहरूले शेखर कोइराला र गगन थापा र नाउँ दिनको लागि यिनीहरूले भयङ्कर ठुलो षड्यन्त्र गरिरहेको छन् र त्यसले गर्दा पुरानै यो घिनलाग्दो नेतृत्वलाई लिएर नेपाली कांग्रेस गयो भने नेपाली कांग्रेसको पनि बिजोग हुने म देख्दछु। अब नयाँ शेखर अथवा गगन आयो भने चाहिँ उनीहरूले चुनावी घोषणापत्रमा चाहिँ भोलि गएर हामी प्रत्यक्ष प्रधानमन्त्रीको लागि संविधान पुनर्लेखनको लागि हामी तयार छौँ भने नेपाली कांग्रेस पनि एउटा ओजन सहितको चाहिँ जनमत बढ्नेछ भन्ने मेरो विश्वास राखेको छु। अब नरसंहारकारी केपी ओलीको पार्टीमा भर्खर ईश्वर पोखरेल विद्या भण्डारले च्यालेन्ज गरिराख्नु भएको छ, त्यो समयले नै बताउला। अब अहिलेको परिस्थितिमा मैले सबैभन्दा नेपालको चतुर नेता चाहिँ प्रचण्ड पुष्पकमल दाहाललाई नै देखेँ, किनभने हेलिकप्टर चढेर भागेका अवस्था थियो प्रधानमन्त्री। शेरबहादुर देउवाको बुढाबुढीले कुटाई खाएको अवस्था, प्रचण्डले 2 दिन अगावै घर छोडेर जङ्गलतिर गएर लुकेको अवस्था र आएपछि फेरि उहाँले निर्वाचन गर्नै पर्छ भनेर 15 पार्टीले पनि मिलाइसक्नु भएको अवस्था र जेएनजीको साँच्चीको अभिभावक म हुन्छु भनेर भनेको कारणले गर्दाखेरि चाहिँ मैले देखेँ अहिले नेपालको राजनीतिमा प्रचण्ड भनेको 40 वर्षदेखि नेतृत्वमा हुनुहुन्छ र अझै केही समय, किनभने युद्धबाट आएको संसारको तपाईँले इतिहास हेर्नुहोस्, युद्ध गरेर आएको यो कम्युनिस्ट पार्टीहरूको नेतृत्व कि हत्या हुन्छ कि मरणोपरान्त उनीहरू नेतृत्वमा रहने प्रचलन रहेको छ। त्यसै गर्दा पनि प्रचण्ड माओवादीको पनि केही हदसम्म जनमत 15 वटा पार्टीमा केही बढ्ने मैले आकलन गरेको छु।